हरमित सिंह, जसलाई हामी सिंह इज किङ पनि भन्न सक्छौं, जसले सुदूरपश्चिमको म्याचमा हिजो राति गएको म्याचमा काठमाडौँ गोर्खासँग 20 बलमा 53 रन प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाउनमा अहम भूमिका खेलेको। त्यति मात्रै नभएर 4 ओभरमा 21 रन दिएर 2 विकेट हासिल गर्यो र ब्याटिङको स्ट्राइक रेट 265, यो भनेको टी20 मा धेरै हाई हो, जसले 20 बलमा 53 रन प्रहार गर्यो र सुदूरपश्चिम रोयल्सलाई आफ्नो पहिलो गेम जित्नमा धेरै भूमिका खेल्यो। र त्यसैको साथ दिपेन्द्र सिंह ऐरी टाइगर, जसले 39 रनको योगदान गर्यो र काठमाडौँ गोर्खाजलाई 29 रनले पराजित गर्दै आफ्नो विजयको यात्रा सुरुवात गर्यो सुदूरपश्चिम रोयल्सले। र काठमाडौँ गोर्खाज टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको र जसमा सुदूरपश्चिम रोयल्सको सुरुवात धेरै नराम्रो भए पनि, किनभने पहिलो विकेट नै एम्पायर्सको फल्सबाट भएको। ब्याटमा यत्रो थिक एज लागेको थियो, तर एम्पायरले चाहिँ आउट दिन पुग्यो, तर त्यो नट आउट थियो। ब्याट्सम्यान धेरै असन्तुष्ट थिए र एउटा अझै फल्स भन्यो, आरिफ शेखको ब्याटमा लागेर क्याच गरेकोमा पनि आउट दिएन। भनेपछि हिजोको गेममा भन्नुपर्दा अम्पायरिङको धेरै नराम्रो डिसिजनहरू दियो। तैपनि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई 29 रनले पराजित गर्यो र आफ्नो विजयको यात्रा सुरुवात गर्यो। हस्त यस्तै क्रिकेट सम्बन्धी जानकारीहरू पाउनको लागि मेरो यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र लाइक गर्नुहोला। भिडियो मन परेमा शेयर पनि गर्नुहोला।